नमस्कार। राजा महेन्द्र नेपाल इतिहासको एक महत्त्वपूर्ण राजा हुनुहुन्थ्यो। उहाँको जन्म 1920 मा भएको थियो। उहाँ राजा त्रिभुवनको जेठा छोरा हुनुहुन्थ्यो। उहाँ सानैदेखि नै देशप्रेम र पढाइमा तेज हुनुहुन्थ्यो र उहाँलाई सानैदेखि नै साहित्य, सङ्गीत र देशप्रेममा धेरै रुचि थियो। 1955 मा उहाँको बुबा त्रिभुवनको निधन भयो। त्रिभुवनको निधन भएपछि महेन्द्रलाई राजा बनाइयो। महेन्द्रलाई राजा बनाइसकेपछि देशलाई आधुनिक बनाउनुभयो। उहाँले देशलाई आधुनिक बनाउन धेरै योजनाहरू ल्याउनुभयो र उहाँकै पालामा विद्यालय, सडक र सहकारी कार्यालय बने र नेपालमा योजना विरुद्ध काम भइरहेको थियो। गाउँ गाउँ गएर शिक्षा, स्वास्थ्य सेवाको पहुँच पुर्याइरहेको थियो र उहाँले पञ्चायती व्यवस्थाको सुरु गर्नुभयो। त्यो व्यवस्था अनुसार दलविहीन शासन चलाइएको थियो। केही मानिसहरूले यसलाई राम्रो माने भने केही मानिसहरूले प्रजातन्त्रको कमजोर भन्दै विरोध गरे। राजा महेन्द्र साहित्यकार पनि हुनुहुन्थ्यो। उहाँले महेन्द्र नामबाट धेरै कविता र गीतहरू लेख्नुभयो। उहाँका केही कविता, गीत आज पनि ऐतिहासिक रूपमा लोकप्रिय छन्। उहाँले नेपालको राष्ट्रिय एकता बलियो बनाउन धेरै प्रयास गर्नुभयो। नेपाल सानो देश भए पनि संसारमा सम्मानित गराउन सोच राख्नुभएको थियो र सन् 1972 मा राजा महेन्द्रको निधन भयो। उहाँको निधनपछि उहाँका छोरा राजा वीरेन्द्र राजा बन्नुभयो। आज पनि राजा महेन्द्रलाई कसैले देशप्रेमी भनेर सम्मान गर्छन् भने कसैले उहाँको शासन शैलीको आलोचना गर्छन्। हस्त, धन्यवाद, नमस्कार।